ओहो अनि तपाईँ त उमेरमा ठुलो अवस्थाको हुनुहुन्थ्यो भन्ने सुने त। किन नहुनु, भारतको जम्मू काश्मीरमा यस्ता गीत कति गाइयो राजालाईसम्म सुनाइयो नि त। होइन राजालाई नै सुनाएको, अनि कहाँ भारतका राजा छैन होला नि? राजा कहाँबाट हुनु, त्यो मेरो छिमेकी राजबहादुरलाई तँ सुनाएको नि त। सङ्घर्षकाला रहेछ भनेपछि त्यही त, कति गाइयो नि। थुप्रै गीत गाउनुभयो, एउटा सुनौ न त। सुन्ने हो त? सुनौ एउटा जास। माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई भनिदिनु है भनिदिनु, तल 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 यो अवस्था पनि अलिक बुढो भयो क्या बाबु, दिमागले अलिक काम गर्दैन, कता पो झरेछ है। त्यही त बिग्रो नि त। तर के भएर बिग्रेर? मैले त्यो ठाउँमा काश्मीरमा गर त स्टेजै चढेको नि बाबु। स्टेजै चढ्नु भयो भनेको। किन नचढ्नु? यति सम्मान भएको, यति मान भएको हो त मेरो। सम्मान उपहारै दिए कि क्या हो, गिफ्ट? किन नदिनु? त्यहाँ त नरिवल भयङ्कर यात्रा खल्ला र यतै वर्षौनी स्टेजमा त खबिखानी भन नि त। कहाँ सम्मान गर्नु, तपाईँलाई त अपमान गरे जस्तो छ त। कहाँबाट अपमान हुनु बाबु? नेपालमा चाहिँ अपमान गर्न बेर लाग्दैन, स्टेजमा चढेर मात्र गीत गाउन लाइते नेपालमा चाहिँ जुत्ता वर्षाए यता यता यता। तर लाउन त टिपेर भनेको त बिजोरी क्या, बेग्लै रङका लाउन त लाएर चाहिँ अब भन नेपालमा बसेर भनेर चाहिँ टापमा भाडा छिरिथे। यहाँ त जे भयो नि नरिवल बसाए त मुइले त सोआसोर बनाएर ढोकामा हाले, ल्याएर पसलमा बेचिसकेपछि मैले यत्रो घर बनाएँ। अनि त्यो मेरो सामान होइन त? हो एकताली चाहिँ इन्डिया छिर्न पाएदेखि त म नि धनी हुन्थ्यो होला है। यो त एकदमै ल ठिक छ है त, म अहिलेलाई गएँ।